नमस्ते सबैलाई वेलकम छ है मेरो ब्लगमा। बहिनी दादालाई बोलाऊ न। सुसन दादा भन। हाई भन्देऊ। नमस्कार भन्देऊ। सबैजना लाइक गरिदिनु भन। सबैजनालाई लाइक गरिदिनु भन यसरी गुड गरिदिनु भन। गरिदिनु भन। सुसन दादा भनेर बोलाऊ बाबा। बाबाले के भन्नुहुन्छ कान्छीलाई? कान्छी भन्नुहुन्छ? नभाग न हौ भन न साथीहरूलाई। अन्त नि साथी आऊ म तिमीसँग बोक्छु ल। आऊ। बुइनीको मामुको नाम के हो? मामुको नाम के हो? यहाँ जाँदा रुखी मान्दैनन् अरे। मामुको नाम के हो बुइनी भन त? मामुको नाम भन्देऊ त। भन्देऊ न खोइ भनेको। साथी भन्दै हिँड लु जाउँ। अल्छी लागेर खेल्न आऊ भन न। कति वर्ष पुगेको दिदी? कति वर्ष पुगेको? यहाँ हाम्रो 1.5 वर्ष पुगेको बहिनी चाहिँ एकदम मजाले बोल्नुहुन्छ है। साथीहरूलाई बोलाऊ। यता आऊ भन न। खेल्नु आऊ भन न। यहाँ नै बाँदर केटाकेटीहरू चाहिँ यहाँ बुइनीले कति बोलाइरहेछ र नि बोल्दैन हो। साथी भन न। ए सिसान भन। ए सिसान भन न। मान्दिन भन। ओ यहाँ आइज न बुइनीहरूसँग खेल्नु। सुन्नुहोस्। हेलो म चाहिँ आज भ्लग पनि त्यति लामो बनाउनु पाइनँ कि साथीहरू। घाम पनि के बर अस्ताए हो। केपी बाले त खत्तमै गरे त हो। केपी बा पनि अस्ताए। घाम पनि छोपिदियो कि क्या हो। सूर्य त पुरै ग्रहण लागिरहेछ त हौ। ए केपी बा भन न। भन ए केपी बा भन। घाम कता गयो केपी बा भन। यसो भन बुइनी ए केपी बा भन। घाम कता गयो भन। केपी बाले घाम लगे जस्तो छ नि बुइनी। भन। बुइनी कहाँ गएको? हजुर टिकटक बनाऊँ ल बुइनी। ल मम्मी सुतेको अरे आफै सोच्यो मम्मी सुतेको भनेर। बुइनी पनि सुत्ने? हेर कहाँ चढेको फेरि। बुइनी सुत्दिन खेल्छ होला। के अरे? सबैले माया गरिदिनु भन न। आजलाई यति नै भन। बाई बाई भन न। भोलि भेटौँ ल भन न। भोलिको भ्लगमा ल भन। उता हेरेर बाई बाई गर्दै हातले बाई बाई गरिदेऊ। ओके बाई भने ओके भन्देऊ। उम्मा गरेको माया गरिदेऊ ल। माया गरिदेऊ। उता टिकटक बनाउनु हुँदैछ। माया गरिदेऊ। माया उम्मा मलाई माया गरेर उता पनि बाई गरिदेऊ। हातले बाई। टिकटक पनि टिकटक बाई ल। भरे हेर्नु ल मेरो भ्लगमा ल। ओके कति छेउ यो त। भरे मेरो भ्लगमा हेर्नु ल बुइनी। के अरे ओके ओके भनेको खै फेरि। ल बाई बाई। आजको भ्लग चाहिँ यति नै साथीहरू। अल्छी लागि